हेलो गाइस, के छ खबर? आरामै हुनुहुन्छ? हामी चाहिँ आज अलि लामो 5-7 दिनको टुरमा निस्किँदैछौँ। अर्घाखाँची छोडेर अर्घाखाँचीदेखि पोखरा जाँदैछौँ। हामी चाहिँ अहिले गाडीको प्रतीक्षामा छौँ। गाडी आउँदैछ, कुरेर बसिरहेछौँ। फ्यामिली टुर हो। यहाँ चाहिँ ट्याक्क गाइजहरू हुनुहुन्छ है। मैले हाम्रो यात्रामा भएका रमणीय क्षणहरूलाई, रमणीय पलहरूलाई यसै ब्लग मार्फत कैद गर्ने प्रयास गर्नेछु। कैद गरेर तपाईहरुलाई देखाउनेछु। हेर्दै जानु होला है। यो चाहिँ हाम्रो अर्घाखाँचीको नरपानी, ट्याक्क नरपानीको दृश्य हेर्नुहोस्। नरपानीको दृश्य हेर्दै हेर्दै हामी पोखरातिरको बाटो लागिरहेछौँ। कस्तो राम्रो एरिया छ। हामी आयौँ सुपा देउराली। यो चाहिँ हाम्रो अर्घाखाँची जिल्लाको शान र धेरैले अर्घाखाँची जिल्लालाई सुपा देउरालीको मन्दिरले गर्दा अर्घाखाँची जिल्ला चिनिएको छ। सुपा देउराली मन्दिरमा धेरै टाढा टाढाबाट पनि दर्शनहरू गर्न आउने गर्नुहुन्छ, किनकि यहाँ साँच्ची नै यहाँ चोखो मनले शुद्ध भएर मन्दिरको दर्शन गरेर कुनै कुरा मागियो भने चाहिँ त्यो पुरा हुने जनविश्वास रहेको छ र जनविश्वास पनि छ र मेरो चाहिँ विश्वास पनि हो है। अहिलेसम्म मागेका कुराहरू पुरा भएका छन्। त्यसैले यहाँ चाहिँ अहिले धेरै टाढा टाढाका जिल्लाहरूबाट पनि दर्शन गर्न आउनेको भिडभाड हुन्छ। आज चाहिँ त्यति भिड देखिएन। यो चाहिँ नर्मल हो, किनकि यहाँ एकदम लाइनका लाइन हुन्छ, अति भिड हुन्छ। आज त्यस्तो खासै भिड देखिएन, अलिअलि हुनुहुन्छ। मैले यसो सर खिचेको, मनले मान्दैन यो बाटो हिँड्दा सुपा देउराली माताको दर्शन नगरी अथवा छोटो भए पनि भिडियो नबनाई या फोटो नखिची मनले मान्दैन। हामी यसरी लाग्यो। यो चाहिँ बिचमा बजार कहाँ थियो मलाई त्यति याद भएन त्यो बजारको नाम चाहिँ। यो चाहिँ त्यही बजार हो। त्यहाँ यो सिन एकदम मन पर्यो अनि यसो क्लिक गरेको। बाबुले यसो हेर्दैछ, म पनि मक्ख परिरहेको छु। यो चाहिँ हाम्रो रामदी हो है। रामदी पुल हेर्नु त, रामदी पुल गीत त सुन्नुभएको थियो। रामदी पुल तरने बित्तिकै बाँचे भेट मरेर यत्तिकै भन्ने। आहा कति राम्रो रहेछ, साँच्चीकै राम्रो रहेछ। मलाई चाहिँ मन पर्यो यो रामदी पुल चाहिँ। कस्तो मन पर्यो भने अनि यहाँ रामदी पुलको तल चाहिँ कालीगण्डकी नदी रहेछ, जहाँ शालिग्रामहरू पाइन्छ। त्यो नदी पनि यहीँ पर्दो रहेछ। मलाई चाहिँ थाहा थिएन। मैले रामदी पुल छुट्टै कालीगण्डकी छुट्टै गरेर आएको। यो चाहिँ मैले यात्रा मार्फत बुझ्ने प्रयास गरेँ, जाने अनि भिडियो गर्न मन लाग्यो, किनकि यो ठाउँ म पहिलोचोटि गएको थिएँ। अनि यसो भिडियो खिचौँ, यात्राका रमणीय पलहरूलाई कैद गरौँ भनेर। यो चाहिँ कालीगण्डकी नदी। पानी हेर्नु त कस्तो बगिरहेको छ। तलसम्म हेर्न जाने मन थियो। अनि त्यहाँ चाहिँ 2-3जनाले नजानु, एकदम डेन्जर छ। अस्ति भर्खर 2जना भाइहरू गएको, एउटा त गई गऱ्यो भन्नुभयो, अनि डर लाग्यो गइएन। यो चाहिँ प्रहरी चौकी वालिङ। अनि म गाडीमा बसेर मक्ख पर्दै गइरहेको छु, सर हेरिरहेको छु। यो चाहिँ हामी चाहिँ लगभग पोखरा पुगियो। पोखराको दृश्य हो। त्यहाँ पार्क रहेछ अनि त्यो मन पर्यो, त्यो सिन, त्यो एरिया। अनि त्यसलाई म सर भिडियोमा कैद गरेँ। गाडीमा बसेर भिडियो गर्दै गइरहेको थिएँ। हामी यसै गरी अहिले चाहिँ फेवाताल मन्दिर दर्शन गर्न गइरहेछौँ। फेवाताल मन्दिरको नजिकै पुग्यौँ। म बाहिर छु। यो चाहिँ तालबाराही मन्दिर जाने बाटो हो। यस्तो छ एरिया यहाँनिर ट्याक्क। ल हेर्नुहोस् गाइजहरू, आहा कस्तो आनन्द, सुन्दर ठाउँ, शान्त, मनै शान्त हुने। अरर वाउ नाइस। ल यात्रु महानुभावहरूलाई हार्दिक स्वागत गर्दछौँ भनेर गेटमा लेखिरहेछ। यहाँ चाहिँ अब यस्तो ट्याक्क वातावरण छ। यहाँबाट हामी यसरी भित्र छिर्दैछौँ। तालबाराई मन्दिरमा जाँदैछौँ। यहाँ ट्याक्क यस्तो छ। पारी बोटहरू छन्, तालहरू छन्। म सकेसम्म सबै देखाउने प्रयास गर्नेछु। यसरी वाउ नाइस। हामी चाहिँ फेवातालमा छौँ। अहिले मन्दिरमा जाँदैछौँ। सरर घुमिरहेछौँ यसरी। बेबी हाय, अम्दु बेबी हेलो। ड्याडी कस्तो लागिरहेछ?
सरर जाँदैछौँ फेवातालमा। बस 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 कि अब भोट गर्ने इच्छा नि पुरा भयो। बस न छोरो प्याराग्लाइडिङ उडे यो कति जना हर्छ भाइ एमा? एकजना एउटा पाइलट। ए कति पैसा पर्छ? हेर्नु त माछाहरू घुमिरहेछन् तालबराईमा। पुरै कति धेरै माछा हुन्। माछाले डुबुल्की मारिरहेछ। माछा छन् माछा गाइस माछा। मछली जल की रानी है जीवन उसका है पानी। प्यात फोन खसे पर के गर्ने मान्छेहरू त्यहाँ हिँडिरहेछन्। सरर आमामा कति लामो हो। वाउ दिदी नो भन। हामी चाहिँ अहिले यो डेभिड फल्समा आएका छौँ। ल हेर्नु त यहाँ पुरै झरना कसरी बगिरहेछ। छल 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 पानी कति सेतो। वाउ कस्तो खतरा तरिकाले आउँदो रहेछ भाइ। वाउ हेर्नु त डेभिड फल्स एरिया अरे। ल ट्याक्क हामी यसरी यहाँ आयो। फुलहरूको नौलै छ रङ्ग रङको धुनमा लाली। नटिपाइन हामी चाहिँ यो अहिले गुफाभित्र प्रवेश गरेका छौँ। सिद्धेश्वर म के लेखिरहेको थियो के गुफा सिद्धेश्वर गुफा है के लेखेको थियो त यहाँ यस्तो रहेछ पुरा स्नेक नाग देवता। अनि तल यस्तो रहेछ। अनि यता ट्याक्क गुफा छ मन्दिरहरू छ। गुप्तेश्वर गुफा महादेवको गुफा रे। हेर्नु त यो बाहिरबाट यसो भिजिट गर्नु राम्रो छ। एरिया राम्रो रहेछ। आहा सर है यसरी यहाँ चाहिँ विष्णु भगवान सुत्नु भएको छ। माथि सर्पले छेकिरहनु भएको छ। उहाँको रक्षा गर्नुभएको छ। पारी चाहिँ मेरी छोरीले पानी खेलाइरहेको थिइन्। यसरी पढेको त थिएँ शास्त्रमा। आज चाहिँ ल देखियो विष्णु भगवान सुतेको। यहाँ शिला रहेछ विष्णु भगवानको। यात्राका सबै पलहरू यो भिडियोमा देखाउन मुस्किल पर्यो। त्यसैले पार्ट 2 अर्को भिडियो आउनेछ है। त्यसमा पनि हेरेर इन्जोय गर्नुहोला। यो चाहिँ बेगनास ताल हो। अर्को भिडियोमा राम्रोसँग देखाउनेछु बोले।